साथीहरु नमस्कार। यत्रो वर्ष चाहिँ हामीले वेट गरिसक्यौं। अब चाहिँ हामीले शिक्षा ऐनलाई अलिकतै वेट गर्नुपर्छ। आज फेरि हाम्रो सम्माननीय शिक्षा मन्त्रीज्यूको कुरा यस्तो आएको छ। ल सुन्नुस्। हामीले जुन अनुदान मार्फत इसिडी सहकर्ताहरू, लेखापालहरू, विद्यालय कर्मचारीहरूलाई हामीले जुन अनुदान पठाउँछौँ त्यसको बारेमा पनि हामीले अर्थ मन्त्रालयसँग विभिन्न चरणमा हामीले वार्ता गरेका छौँ। अर्थमन्त्रीज्यू एकदमै पोजिटिभ छु भनेर उहाँले भन्नुभएको छ। तर यहाँ हामी सबैलाई थाहा छँदैछ आर्थिक अवस्था देशको पनि हामीले सोचेकै जस्तो छ। जुन राम्रो हुनु पर्थ्यो त्यो राम्रो छैन। त्यही पनि अहिलेको अवस्थामा पनि हामीले विद्यालयलाई सुधार गर्नको लागि इसिडी सहकर्ताहरूलाई, विद्यालय कर्मचारीहरूलाई, लेखापालहरूलाई जुन किसिमले हामीले चाहिँ सकेको सम्म जति गर्न सकिन्छ त्यो हामी गर्छौँ र अर्थ मन्त्रालय पनि त्यो कुरामा सकारात्मक छ। मेरो निरन्तर अर्थ मन्त्रालयमा यो विषयमा हाम्रो धेरै पटक हाम्रो छलफल भइसकेको छ र जति हामीलाई डेलिगेसन आउँछ त्योभन्दा बढी हामी त्यसमा संवेदनशील छौँ। सकेको कुरा चाहिँ हुन्छ, त्यति कुरामा चाहिँ सबैजना ढुक्क भयो हुन्छ। सक्दै नसक्ने त अब हाम्रो क्षमताले भ्याउँदै नभएको कुरा त अब कसरी गर्ने। तर भ्याएसम्म जति भ्याउन सकिन्छ त्यसमा हामी धेरै नै संवेदनशील। अब चाहिँ केही समय हामी वेट गर्नै पर्छ साथीहरु। हेरौं के हुन्छ।